स्टेपिङ स्टोनतिर चाहिँ लाग्यो कहीँ दाइ उता हुन्छ ल सन्त दाइ म नेत्र भाइ अनि रमाइलो डाँडा रे अब समिट पोइन्ट चाहिँ उता गएर बरु अर्को त्यो अहिलेको त्यो डाँडा चढाउन सक्यो भने ल म चाहिँ समिट पोइन्टतिर लागेँ अब ओ माई गड क्यान यु टेक पिक्चर प्लिज हाम्रो यो तेस्रो दिन हो यो पिक डिस्ट्रिक्टतिर चाहिँ के अरे हाम्रो चाहिँ समर आउटिङ इस्ट लन्डन तनु परिवारको चाहिँ समर आउटिङ थर्ड डे हामी चाहिँ अहिले यतिखेर यो डोगडेल नेसनल नेचर रिजर्भ स्टेपिङ स्टोन्स भन्ने ठाउँतिर आएको छौँ यो छ अहिलेको चाहिँ हाम्रो चाहिँ रुटहरू ल अब यति सबै आइसकेको छ बाटो मिस भएको छ दाइको ए आइपुगेको छ किन हाम्रो ममताहरू त है एकदम अघि चाहिँ वेदर एकदम ब्याड वेदर थियो हामी चाहिँ यहाँ आइसकेका छौँ मेन कार पार्क चाहिँ मेन कार पार्क हो र यो मेन कार पार्कमा चाहिँ के रहेछ भने 4 घन्टासम्मको चाहिँ 6 पाउन्ड 4 घन्टादेखि माथिको चाहिँ 8 पाउन्ड रहेछ हामी 4 घन्टामा चाहिँ यो सकेर चाहिँ जाने चाहिँ हाम्रो चाहिँ अर्को ठाउँतिर पनि जाने हाम्रो चाहिँ हाम्रो टार्गेट छ तर यहाँ चाहिँ फोन सर्भिस छैन नेटवर्क केही छैन त्यसले गर्दाखेरि हेरौँ सबभन्दा यता हामी यता गर्छ दाइ ल यताको चाहिँ 1 आवर हाइट यता चाहिँ 3-4-5 घन्टा कति देखाएको छ उसमा त पुग्दैन हामी त स्टेपिङ स्टोनमा त पुग्दैन हजुर पुग्छ होला दाइ खोइ स्टेपिङ स्टोन यतै भन्ने देखाएको थियो ए यता तल हो दाइ 1 आवरको म हो दाइ जब हामी चाहिँ यता जान्छ सिधै ल सबै कोही गइसक्यो कोही हामी चाहिँ पछि छौँ स्टेपिङ स्टोन भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ होइन यतै हो दाइ यतै गर्छ होला दाइ यतै अब फोन लाग्दैन दाइ अब यता होइन होइन यतै जाऊँ पारि जाऊँ अब बाटो हराइयो मान्छेहरू कता पुग्यो यतैबाट जाम के अरे अब यतै होइन यो मान्छे गर्छ देब्रेतिर होला दाइ यो स्टेपिङ स्टोनतिर चाहिँ लाग्यो अब बिस्तारै हजुर बर्खामा त भरिन्छ नि त यो बर्खामा त भरिन्छ बर्खामा त ढाक्छ ल हामी चाहिँ लाग्दैछौँ उता मिन्काजी दाइ उता हुनुहुन्छ ल सन्त दाइ म नेत्र भाइ अनि बहिनी मिन्काजी दाइ अरू चाहिँ जन्तीहरू चाहिँ कोही गइसक्यो अनि कोही चाहिँ अब त्यो कालो ओह्रालो हिँड्न नसक्ने चाहिँ उतै बस्यो अब पब्लिक फुटपाथ टिकट चाहिँ 2.5 घन्टा रहेछ यो यतातिर जाम हामी यता चाहिँ अलिक गाह्रो छ जस्तो छ यता चाहिँ 2.5 घन्टाको देखाएको छ यतातिर जाम अब 2.5 माइल होला 2.5 माइल हो कि 2.5 घन्टा हो जङ्गलहरू डाँडा काँडा यस्तै छ सबै हराएर लाखापाखा भयो अब फोन लाग्दैन यो पहिलो रमाइलो गाउँमा आइपुग्यो रमाइलो डाँडा तिमी नै रमाइलो डाँडा भनेको यही हो यी रमाइलो डाँडा रे अब अर्को डाँडा के डाँडा छ नेपाली अब होइन यतातिर त होइन नि काका तल जाने होला नि माथि गयो त हरा होइन माथि गयो पनि हुन्छ तर गाह्रो हुन्छ कि यस्तो बाटो चाहिँ पोहोर हामी अस्ति भर यस्तो गाह्रो भयो त्यो पिजाल लिएर जाने बेला जुन बाटो मान्छे धेरै हिँड्छ त्यो बाटो हिँड्यो सजिलो हुन्छ अब जहाँबाट चाहिँ मान्छे कम हिँड्छ नि त्यो बाटो हजुर यो होइन पुग्नु त पुग्छ डेफिनेटली तर गाह्रो हुन्छ क्या गाह्रो भएर मान्छे हिँड्दैन नि त यो चाहिँ अब यो पब्लिक पार्क त यो हो नि
तपाईँहरूलाई गाह्रो हुन्छ ल जानु छुट्टी जानु त ओहो सल्लाह गरेर टोपी चस्मा कपडा ल जाम Ready, 1, 2, 3. Come on. ल सबै हिँड्दैछ तल बल भेटियो हाम्रो चाहिँ ग्रुप त्यो त हो फेरि उ त पोलो छ पोलोले फेरि अर्को 50 पी निकालिदिन्छ फेरि मेन भाइ 20 पीको लोभले अर्को 50 पी निकालिदिन्छ त्यहाँ पोलोले पोलो अलिकति स्वास्थ्य गरिदियो यही लगाएर रोस्ट गरेर खाने कि भरे यस्तो दामी ढङ्गको चट्टान देखिएको छ यताबाट मिलाएरै उडेर बनाएको जस्तो हामी चाहिँ लगभग 11:30 बजी निस्क्यो त्यहाँबाट कारपार्कबाट यस्तै छ ल यहाँ चाहिँ दामी देखेको छ पुरा यो ढुङ्गा पानी पनि सिमसिम पानी पर्न थाल्यो फेरि आज दिनभरिको वेदर यस्तै छ हेरौँ ल यता त आम्मै यता हेर त ढुङ्गा छ नि यता त दिन भाइ यार डरलाग्दो ढुङ्गा देखेको छ यहाँ त कसरी आयो होला यार यत्रो ढुङ्गा यार त्यो ढुङ्गा हेर्नु न ढुङ्गा ओडार गुफा रहेछ नि त ऊ बनझाँक्री बस्ने गुफा बनझाँक्री बस्ने गुफा पानी परेको छ हाम्रो हाइकिङ इट्स रेनिङ तपाईँको त कायदा रहेछ नि त बक्खु जस्तो रहेछ बहिनीको त अरू त त्यस्तै हो पर्स र मोबाइल जग्गा हो हजुर पर्स र मोबाइल के मामा माइजहरू झन् कहाँ गए कहाँ मामा माइज त मामा त दौडिँदै पो हुनुहुन्छ त अनि काका प्रेमबक फ्यान्टास्टिक भएको छ अहिले यतिखेर चाहिँ र अब हाम्रो चाहिँ अब त कार पार्कमा चाहिँ अब हामी चाहिँ अघि वेदर राम्रो नभएको भएर त्यति धेरै घुमिँदैन होला भनेर अर्को ठाउँतिर जानुपर्छ कि भन्ने विचारले 4 घन्टा चाहिँ 4 घन्टाको लागि मात्रै हामीले चाहिँ पार्किङ गरियो अब अलिकति छिटो भयो भने फेरि अर्को टपअप गरेर त्यतै समिट पोइन्टतिर चाहिँ लाग्नु पर्ला एकछिन ल पुरा ढुङ्गा चाहिँ जतासुकै यता पनि ढुङ्गै छ ओहो अहिले चाहिँ वेदर चाहिँ अलिकति राम्रो हुँदै आएको छ एकछिन घाम लागेको छ मिस्टर एडन हजार्ड यता त माथि गुफा रहेछ हो एडन हजार्ड यु नो द एडन हजार्ड के पोइन्ट ओ मान्छे छ त्यहाँ अब ओके ओहो यो त कति ठुलो रक हो आम्मामा यो धरारा दिदी पनि आउनु मिल्ने रहेछ नि त ल इलाम रकमा हाम्रो काका काकीको चाहिँ चट्ट यत्रो भाइले चाहिँ क्यामराम्यान चट्ट ल
कुनै फोन गर्ने भने म त आएर घुमेर जाऊ भन्ने हुन्थ्यो नि अब फोन लाग्दैन मन होइन लाग्दैन ओ इलाम रक गुप्तेश्वर गुफा गुप्तेश्वर गुफा यो के अरे स्टेप स्टोनको गुफामा आइपुग्यो हामी ल सधैँ दाइ सधैँ हात हल्लाउनुहोस् दाइ ओहो ल ल भिडियो त के अरे पक्का दुईटा आँखा जस्तो रहेछ आमा अब चाहिँ बरु अब ओहो यहाँ ल म यता चाहिँ अलि ठुलो गुफातिर लागेँ ओ माई गॉड हो कहाँ आमामामा दामी रहेछ नि त है ल उसो फोटो खिच्छ यहाँबाट ल गुफाभित्रै आइपुग्यो हो हामी चाहिँ ल ओके उता बरु माथि चढ्नु जानु पर्ला दाइले भने हामी समिट पोइन्टमा कि होइन उहाँहरूलाई चाहिँ तलै सजिलो बाटो घुम्नुहुन्छ उताबाट पठाइदिने ए यता नि गुफा कुकुर पनि लग्छ त यार आमा मिस्टर एडन कम अन लिया ल यता यता महेन्द्र गुफा त्यताबाट आउनु ए ल गयो ल खिच्यो ल एकजना त्यहाँ एकजना उहाँ एकजना यहाँ एकजना माथि एडन माथि न चिप्लेर अहिले अब फर्किने समिट पोइन्ट चाहिँ उता गएर बरु अर्को त्यो अहिलेको त्यो डाँडा चढाउन सक्यो भने ठाडो गरेर खिच्यो हुन्छ ल एक बज्यो नअल्मलिरहेको बरु त के उता गएर त्यो उता नि छ नि त सर्ट छ नि अरू पनि हिँड्ने बाटो छ नि होइन त्यहीँ होइन त्यहीँ त्यो हामी त्यो कार पार्क गरेछ नि समिट पोइन्ट के त नि डेढ घन्टा लाग्यो यहाँ नम्बर 9 सम्म आइपुग्नलाई अब यताबाट चाहिँ अब हामी चाहिँ फेरि फर्किँदैछौँ उतै कार पार्कतिर कोही चाहिँ गइसक्यो फर्किसक्यो कोही चाहिँ हिँड्दैछ त्यता गएर समिट पोइन्टतिर चाहिँ लाग्नु पर्ला अझै मान्छेहरू आमा कति हो कति मान्छेहरू कति हो कति ल यतिखेर अलिक घाम पनि लागेको छ हामी त्यो समिट पोइन्टमा जाउँ कि भन्ने विचार गरेको हेरौँ यो स्टेपिङ स्टोन ढुङ्गा चाहिँ यो बाटो चाहिँ खोला तर्दैछ मान्छेको भिडभाड कतिको चिसो छ कि तातो छ भाउजू पानी छाप्नु न हो जय गङ्गा माता की जय ल यताबाट चाहिँ रुट टु थर्ड क्लाउड समिट पुग्ने रहेछ प्लिज फलो द ब्लू वेब मार्कर्स छ यहाँबाट चाहिँ हिँड्नु पर्ला हाम्रो त माथि डाँडामा चाहिँ हेरौँ कति मिनट लाग्छ यहाँबाट यो माथि समिट पोइन्ट जाने यो ठाडै बाटो चाहिँ उकालो चाहिँ यो अहिले यो अलिकति ढुङ्गाहरू खस्ने चान्सेस भएको हुनाले बाटो चाहिँ बन्द गरेको रहेछ र यो अलिकति घुमरो बाटो यो सिधै तेर्सो बाटो चाहिँ बनाएको रहेछ तर म चाहिँ त्यता नगइकन म सिधै माथि जाने कोसिस गर्दैछु हेरौँ प्लिज फलो द ब्लू यताबाट
यहाँबाट जानु बोलाएको छ हेरौँ ठ्याक्क कति मिनट लाग्नेछ जामै त अहिले यतिखेर 2 बजेको 10 मिनट भयो लागौँ है त्यहाँबाट कति मिनटमा पुग्नेछ माथि ओके ल म चाहिँ समिट पोइन्टतिर लागेँ अब म त अलिकति हिँड्छु ए 14 बजेर 7 मिनटको आएको रहेछ हेर्दा भएको टाइम ल थकै पो लाग्यो त हो थकै लाग्यो हेर सास पनि बढ्यो अझै मान्छेहरू झर्दैछ यो बाटो चाहिँ नर्मल्ली क्लोज गरेको बाटो रहेछ तर पनि म जाँदैछु सास please? Yeah. Oh, is this summit point, yeah? I think so, yeah. Because no more higher point than... No, I don't think there is a point there. Oh my god. Very windy, Oh, right. Please. Oh. चलेको छ आम्मामा यस्तो कुरामा चल्दैन के भन्छ डक्टर यो सबैजना
भने केटाकेटी भएको हुँदैन उताबाट चढ्यो अब चाहिँ म चाहिँ फाइनल्ली माथि अब तल झर्दैछु अब तल झर्न त अब समस्या हुँदैन अलिकति खेल्नु तल पुग्यो भने रात छ त्यहीबाट लाग्नुपर्छ के हो यार अब पहिला डाँडाकाँडा चाहिँ गाउँबाट चाहिँ डाँडाकाँडा गरिरहेको भएर खासै त्यस्तो एकदमै त्यति गाह्रो त भएको छैन तर पनि अलिकति चाहिँ केयरफुल हुनुपर्छ होइन यताबाट चाहिँ यस्तो चिप्लो बाटो यहाँ चाहिँ यस्तो छ बाटो यहाँबाट चाहिँ खासै त्यो त्यति साह्रो चाहिँ गाह्रो चाहिँ होइन अरू भन्दा 3 बजेभित्र चाहिँ पुग्नुपर्ने छ कार पार्कमा चाहिँ माथि चाहिँ डाँडामा हुत्तुमै हावा लाग्ने अब सबभन्दा यहाँ चाहिँ अहिले एकदम धेरै कम हावै लागेको छैन भने नि त्यो माथिको तुलनामा त धेरैमा भएपछि माथि त्यो डाँडा समिट पोइन्टबाट तल झर्दाखेरि चाहिँ खासै त्यति धेरै टाइम चाहिँ लागेन पसिना आइपुग्यो यस्तो हावा चलेछ खै पनि पसिना आयो ल अब कार पार्क नजिक आइपुग्न लाग्यो अब कार पार्कतिर यो खोला हो यहाँको चाहिँ होइन ल फाइनल्ली जहाँबाट गएका थियौँ हामी त्यहाँ चाहिँ आइपुग्यो कति बज्यो भने 11:30 बजीतिर चाहिँ हिँडेको यहाँबाट 2:45 हुन लाग्यो हाम्रो चटपटे ग्रुप भयो म त चढेर आएँ नि काका पसिनै खलखल्ती भयो है अलिकति बोसो पकालेर आएँ हिजो खाएको चाहिँ ऊ म चढेर आएँ ल म झन् तपाईँलाई कुरिरहेको थिएँ अनि तिमीलाई कहाँ फोन पनि लाग्दैन कागो त्यही म यसो त्यही थिएँ यो माथि समिट पोइन्ट यहाँ माथि कहाँ म त यताबाट आएको नि यहाँ टपअप गरेर फर्किने होला भनिरहेको छु नि तपाईँ त्यही भएर किसिमलाई खोइ भन्छु नि कस्तो हावा चल्दैछ माथि दिदी आमा यो डाँडामा क्या है उताबाट चढ्ने रहेछ म त यतैबाट चढेको त्यसो भए टपअप नगरौँ नि त तपाईँ नगर्ने म छोड्नु म त गएर नि यसो जान्न त टपअप नगर्ने अब अर्को ठाउँतिर जान्छ अब चटपट यो ल हाम्रो चटपट भाइ अर्को डाँडा चढेर आउनु म त समिट पोइन्टमा चढेर आएको दिदी ले लफरकै भयो नि होइन 1 घन्टा लाग्दैन गएर आउँदा हाम्रो चटपटे पनि खिच्नु दिदी है चटपट पनि खिच्नु सम्झनु नानी त मिन भाइ सक्यो तिमी चटपट पिरो भयो चटपट खाएर छटपट हुनु लाग्यो म त हो र ल त यो लोर्के ठिटाहरू चटपट खाँदैछ पिरो भयो ल खाँदैछु म ल यो चटपट ओहो है ल पिरो मिठो भएछ 22 जना त बल्ल जम्मा भयो हो घाँटी ल फोटो खिच्यो बाई बाई ल स्टेबल बाई बाई ल